भाग्यमानी नै भन्नुपर्छ। मेरो जीवनमा पहिलो पटक जुम्ल्याहा सन्तान जन्मिए, एक छोरा र एक छोरी। श्रीमती सुत्केरी भएपछि उनी माइती जाने भइन्। मैले पनि उनलाई पठाएँ, किनकि दुई सन्तानलाई स्याहार गर्न सजिलो थिएन। तर जब उनी गइन्, मेरो घर एक्कासी खाली भयो, न बच्चाको रुवावास न हाँसोको आवाज। कामबाट फर्किँदा घर सुनसान लाग्थ्यो, एक्लोपन मनभित्र पस्दै गयो। एक दिन सासु ससुराले भने, साली पनि खाली छ, उसँगै पठाइदेऊ। मैले सुरुमा नमाने, तर अन्त्यमा सहमति जनाएँ। साली घरमा रहँदा सबै कुरा सजिलो भयो। घर सफा, खाना मिठो, बोलचाल हँसिलो। मैले महसुस गरेँ, मान्छे कहिलेकाहीँ अरूको उपस्थितिले मात्र पनि धेरै हलुका महसुस गर्छ। तर समस्या त्यतिबेला सुरु भयो जब एक दिन मैले देखेँ मेरो ल्यापटपमा अरूको हिस्ट्री खुलेको छ। इन्टरनेटमा गलत साइट खुलेको थियो। मलाई लाग्यो सालीले हेरेकी हुन सक्छिन्। पहिले त मैले केही भनिनँ, तर मनमा बेचाइनी बस्यो। भोलिपल्ट पनि त्यही कुरा देखेपछि मलाई लाग्यो अहिले कुरा नगरे भोलि ठुलो गल्ती हुन सक्छ। त्यो रात मैले सिधा कुरा उठाएँ, साली एउटा कुरा सोधौँ? ऊ हतारमा बोली, के भयो भिनाजु? मैले भने, तिमी जवान छौ, पढ्ने उमेर छ, गलत कुरा हेर्नु तिम्रो मनोविज्ञानमा असर गर्न सक्छ। साली मौन भइन्, उनको आँखा रातो भएको थियो, सायद लाज र डरले। म पनि सम्झिएँ, म पनि जवान थिएँ, गल्ती मबाट पनि हुन सक्थ्यो। मैले फेरि भने, म पनि एक्लो छु, गल्ती मबाट पनि हुन्छ, तर गलत बाटोमा जानुभन्दा आफ्ना भावना कसरी नियन्त्रण गर्ने भनेर सिक्नुपर्छ। त्यो दिनको वार्ताले हाम्रो सम्बन्ध बदलियो। सालीले पढाइमा ध्यान दिन थालिन्, म पनि आफ्नो व्यवहारमा सचेत भएँ। बिस्तारै घरमा विश्वास फर्कियो। श्रीमती फर्किँदा मैले महसुस गरेँ, एक्लोपन र प्रलोभन बीचको सङ्घर्ष जित्न सकेकोमा गर्व महसुस भयो। किनकि कहिलेकाहीँ साँचो जित शरीरमाथि होइन, मनमाथि नियन्त्रणमा हुन्छ।